यो चाहिँ हो मेरो स्टर लिली अनि यहाँनिर चाहिँ मैले यिनीहरूलाई चाहिँ माटो नलाई अलिअलि मात्रै माटोले पुरेर राखेको थिएँ नि त बल्बहरू, किनभने जुनै पनि लिल्लीको चाहिँ बल्बहरू चाहिँ माटोदेखि धेरै टाइमसम्म बाहिर निकालेर राख्यो भने चाहिँ कुहिनु थाल्दो रहेछ नि त। जुनै पनि लिल्लीको त्यस्तै हुँदो रहेछ, त्यही कारण चाहिँ मैले चाहिँ यहाँनिर चाहिँ बल्बहरू नकुहियोस् भनेर चाहिँ त्यतिकै माटोले अलिअलि पुरेर मलहरू नलाइ राखेको थिएँ। तर अब दसैँमा बिजी भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर हेर्नु आउनै पाएन नि त, त्यही कारणले गर्दाखेरि चाहिँ टुसा आएर त्यति अल्गो पनि भइसकेछ। अनि के गर्नुभयो, किनभने यो चाहिँ निकाल्नै पर्ने थियो। यहाँनिर मैले बाक्लो न बाक्लो राखेको थिएँ, त्यही माथि अब मल पनि हालेको थिइनँ। अनि बाक्लो राख्यो भने त त्यसै अब बोट अब बाक्लो भएर कुहिन्छ पनि अनि राम्रो फुल्दैन पनि, त्यही कारण चाहिँ निकाल्नै पर्ने थियो नि त। तर यहाँनिर सबै खनेर ड्याङमा मल लाएर रोप्नु चाहिँ रोपेँ। फेरि यसरी यो लामो लामो अल्गो अल्गो भएको कारणले गर्दाखेरि चाहिँ रोप्नु पनि अप्ठ्यारो हुँदो रहेछ। रोप्नु चाहिँ रोपेँ, अब हुने काम गरेँ कि नहुने काम गरेँ हेरौँ अब।